ल मेरो मिसन पनि आइपुग्यो अब हाम्रो चाहिँ एकदमै यहाँ चाहिँ लकडी गरिरहेको ट्र्याक्टर चाहिँ त्यही मिस्टेक भएर पल्टिएको छ एकदमै दुःख छ हेर्नुहोस् सानो मेसिनले नसकेर ठुलो मेसिन झिकाएर आइपुगेको छ हाम्रो चाहिँ यो चाहिँ छिनामाको रुम्ला भन्ने ठाउँमा लकडी निकाल्ने क्रममा हाम्रो चाहिँ अचानक ट्र्याक्टर पल्टिरहेको अवस्था र अब सानो मेसिनले नसकेर ठुलो मेसिनले सुरु गरिरहेका छौँ यो रुम्ला हो यो चाहिँ टेम्केमयुङ 2 छिनामाखुमा यो चाहिँ तपाईँको 5:30 बजीतिर पल्टेको थियो त्यही भएर हिजो हामीले सानो मेसिनले नसकेको कारण आज गर्दैछौँ साथीहरूले त डोरी टाङ्दैछ यता चाहिँ एकदमै भिडालो छ यहाँदेखि त झरेको भए चाहिँ जस 1-1.5 मिटर चाहिँ तलै झर्थ्यो गाह्रो छ जिन्दगी चलाउनलाई एकदमै